सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म अनि मेरो भाइहरू भएर चाहिँ माछा मार्न जाँदैछु। आज लोकल फिस हन्टिङ हुँदैछ। अहिले चाहिँ बेलुकाको लगभग 5:30-6 बज्न लगाइसक्यो। अनि हामी चाहिँ जालहरू लगेर अहिले बेलुका थाप्ने अनि बिहान तान्ने गरी अहिले चाहिँ हामीले जाल लगेर जाने थाप्ने प्लानमा अहिले चाहिँ गइरहेको छौँ हामी माछा मार्न। अगाडि चाहिँ भाइहरू छन्। घाट चाहिँ तल छ होइन, यता यहाँ भिरी नदी पुल पनि छ। अनि यहाँ चाहिँ पुरै मुम्फली खेती गरिन्छ। सो त्यही हो, हामी चाहिँ नदीमा गएर आज बेलुका चाहिँ जाल थाप्ने अनि बिहान 5 बजे 4 बजे गएर जाल तान्ने, माछा कति लाग्छ हेर्ने। केटाहरू चाहिँ 4 बजे नजाने भनिरहेको छ नि। 4 बजे जानु पर्थ्यो नि त यार केटा, 4 बजे त। सो केटाहरू चाहिँ अगाडि हिँडिरहेछन्। माछा कति लाग्छ थाहा छैन होइन। आज म चाहिँ फर्स्ट दिन हो। म पनि सुर्खेत थिएँ नि, सुर्खेतबाट चाहिँ घर आएँ अस्ति भर्खर। अनि आज चाहिँ फर्स्ट दिन मेरो चाहिँ माछा मार्न जाने। केटाहरूले चाहिँ यहाँभन्दा अगाडि आउँथे, अब कति मार्थे खोइ थाहा भएन। महेश कति मार्थे केटा हो? केटाहरूले चाहिँ आधा केजीसम्म मार्ने रहेछन् माछा होइन। म चाहिँ फर्स्ट टाइम हो होइन। अब कति मर्छन् थाहा छैन, भोलि बिहान थाहा हुन्छ त्यो। अनि यता चाहिँ राजेहरू पनि यहीँ बस्ने रहेछन् होइन। सो त्यही हो, हामी चाहिँ बेनदीको अब किनारमै पुगिसक्यौँ। सो त्यही हो गाइज, हेर्नुहोस् सुन खोज्छन् भनेर नि यहाँबाट माटो बालुवा चाहिँ खनेर लग्ने, अनि तल गएर चाहिँ त्यहाँ छान्ने रहेछन्, त्यहाँबाट चाहिँ सुन निकाल्ने रहेछन्। त्यहाँ कस्तो हुन्छ मलाई थाहा होइन। सो गाइज हामी चाहिँ अब थाप्ने ठाउँमा पुगिसक्यौँ। यहीँ हो, यतै थाप्छौँ हामीले। यहाँ थाप्छौँ अनि आधा जाल चाहिँ माथि थाप्छौँ। केटाहरूले चाहिँ अघि यहाँ दिउँसो छिट्के खेल्न आएको थियो। छिट्के खेल्न आएको बेला चाहिँ केटाहरूले बाम निकालेर रहेछन् होइन यहाँबाट। केटाहरूलाई ठिक छ होइन। 1 घन्टा लाग्छ, 1 घन्टा चाहिँ थाप्ने। अनि त्यसपछि 7 बजीतिर घर जाने हुन्छ होला होइन। कुदा के हुनु, ठिक छ छोडिदे, म सक्दैन है। केटाहरू चाहिँ यता नुहाउने कुरा गरिरहेछन्। ल त्यही हो गाइज, हामी चाहिँ अहिले म अब जाल थाप्छु। त्यही हो। सो गाइज, म र महेश भाइ चाहिँ यहीँ थाप्ने भयौँ होइन, यहाँ र उहाँ तलतिर थाप्ने भयौँ। अनि जगत भाइ चाहिँ माथि थाप्ने भनेर माथि गइरहेछ। जगत र अनि जगतको छोरा अनि मेरो पनि छोरा भयो, त्यही। अनि माथि गइरहेछ। अनि भान्जा चाहिँ यता छन्। मजा घाट खेल्ने हो, डबल ज्ञान दियो त्यही छिटो। त्यही हो गाइज, अब चाहिँ हामी जाल थाप्छौँ। सो गाइज, यहाँ महेश भाइले चाहिँ छाप्दैछ। यताबाट चाहिँ मैले ढुङ्गा दिने हो। ढुङ्गा टिप्दै आयो महेश भाइले, मैले ढुङ्गा टिप्दै यताबाट बाहिरबाट ढुङ्गा दिँदै गर्ने हो। अनि यता चाहिँ भानिज खेल्दैछन्। ल समात। अनि अब महेश भाइले सक्यो, मेरो पालो होइन। अब मैले थाप्छु मेरो जाल। मैले चाहिँ यहाँ तलतिर थाप्ने भनिरहेको छु जाल। म त्यही थाप्छु होइन गाइज। यता चाहिँ मेरो पालो होइन, म जाल थाप्छु। जालले त्यहाँ आएन। मौसम चाहिँ बवाल छ यहाँ अहिले। सो गाइज, म चाहिँ यो जाल थाप्छु अहिले उहाँ तलतिर। त्यही हो। सो गाइज, अब चाहिँ मैले यहाँ जाल थाप्न लागिसकेँ। यहाँ यो जाल तलसम्म छ। अनि तल चाहिँ जगत भाइले त्यहाँ समातिरहेको ठेक। अनि यहाँ भाइ छ। सो अब पहिला अब यहाँभित्र गएर चेप्नुपर्छ, त्यही भएर म चाहिँ अब कपडा खुन्छु। कपडा खुसाएर अनि भित्र जान्छु म अहिले यहाँ। त्यही हो। सो गाइज, यहाँ चाहिँ अब पानी परे जस्तो भइरहेछ हल्का हल्का। सो गाइज, मैले चाहिँ यहाँ एउटा जाल यहाँ थापिसक्यो। महेशले पनि यहाँ जाल थापिसक्यो। अब चाहिँ हामी माथिबाट अब पौडी खेल्छ होला होइन। महेश पौडी खेल्ने हो त? अनि पौडी खेल्ने हो भनिसक्यो केटाहरूले। अनि पौडी खेल्ने अहिले एकछिनमा। सो त्यही हो गाइज, अब चाहिँ मैले नुहाउँछु एकछिन, अनि त्यसपछि घर गइन्छ। जाऊ। सो गाइज, हामीले चाहिँ अहिले नुहाइसक्यौँ। सो त्यही हो गाइज, अब चाहिँ म कपडा लाउँछु। सो गाइज, हामी चाहिँ यो जाल थाप्ने ठाउँमा आइसक्यौँ। यही हो थाप्ने हामी जाल।
जगतै थाप्न लागिसक्यो म पनि थाप्छु यो त थाप्छु म यहाँबाट थाप्छु सबैले अब जाल थापिसक्यौँ अब चाहिँ हामी अहिले अब घर जान लाग्छौँ यहाँ माथितिर चाहिँ आगो लागिरह केटाहरू खजुरी त सक्यो त अब सो खजुरी खान जाँदै अब खजुरी पनि सक्यो अब आगोले लास्ट लागिरह सो गाइज अहिले चाहिँ अब हामी घर जान्छौँ ल अब भोलि बिहान चाहिँ हामी जाल तान्न छौँ अहिले जाल थापेर गयौँ अब भोलि बिहान चाहिँ जाल तान्छौँ कतिको लाग्छ माछा त्यही हो सो गाइज गुड नाइट सो हेलो गाइज गुड मर्निङ सबैलाई सो अहिले चाहिँ बिहान भइसक्यो होइन अहिले चाहिँ यहाँ लास्ट पानी परेर आयो जो रातिदेखि नै लास्ट पानी परिरहेको थियो त्यही भएर अहिले बिहान चाहिँ हामी अहिले आयो 5:30 बजीतिर आइयो अनि भाइहरू चाहिँ यता छन् छाता ल्याएर आएको केटाहरूले मैले चाहिँ आएन चाहिँ हिँडिरहेको म त्यो गाइज अहिले चाहिँ हामी अब जान्छौँ माछा कति बेला थाहा छैन घाट अब बढाएको छ कि बढाएको छैन त्यो पनि थाहा छैन अहिले त्यहाँ घाटमा पुगेपछि थाहा हुन्छ गाइज सो गाइज हामी चाहिँ यहाँ नदी छेउमा पुगिसक्यौँ होइन अब सो त्यही हो अब नदी त बढे जस्तो छैन अनि यहाँ चाहिँ राजीहरू बस्दै नि यिनीहरूको चाहिँ पालसाल उडाइदिएको छ खोइ थाहा भएन अब यिनीहरू अब राति घर गए या अब यहीँ सुते थाहा भएन होइन पाल चाहिँ उडाएर रहेछ त्यो गाइज हेर्न सक्नुहुन्छ यो नदी क्या बढे जस्तो त छैन होइन बढा छैन गाइज घाट चाहिँ बढा छैन अब त्यो केटाहरू चाहिँ हिँडिरहेको नि त जाडो लास्ट भए गाइज हिजो रातिदेखि पानी पऱ्यो अनि पारी चाहिँ खोलो हाम्रो लोकल खोलाको नाम के हो केटा खोलाको नाम के हो ठाडो खोलो होइन यो पारी तो गाइज हामी चाहिँ अब यहाँ घर छेउमा पुगिसक्यौँ यो अब जाल तान्छ म यसले एउटा यहाँ जाल थापेर चाहिँ यहाँ तान्छ तान छाताले ओ अरे म चाहिँ छाता उठ्छु त्यो चाहिँ तान्छ सो गाइज म यस्तै चाहिँ मारिरहेको देख्नु हेर्नुहोस् कसले चाहिँ माछा मारिरहेको जगतले के गरेर थाहा छैन जगत जसले माछा मारेर सिनै नाइ भनिरहेको छ सो गाइज मैले चाहिँ यहाँ थाहा चाहिँ लास्टको जाल चाहिँ ताने त्यति खासै लागेन यहाँ जगत भाइले चाहिँ लास्टै माऱ्यो है यो जगत भाइले माऱ्यो माछा अनि सो त्यही हो मेरो चाहिँ लागेन गाइज माछा लागेन यति हो मेरो यो माछा लागेनन् माछा कहाँ गयो त यार केटा अब जगतका झालमा आएर होइन सब माछा त्यही हो जाल चाहिँ तानिसक्यौँ है गाइज सब जाल तानिसक्यौँ अब चाहिँ घर जाने हो सो गाइज हामीले चाहिँ सब जाल तानेर अहिले घरतिर हिँडिसक्यौँ अनि माछा चाहिँ खासै लागेन होइन तेरा लागे त जगतका लागि चाहिँ हाम्रो चाहिँ त्यति लागेन है गाइज जगतको लागेनन् जगतको लागि हाम्रो लागेन जसले दिए मलाई पनि कतिवटा माछा आएर जगत दिए 8वटा माछा है गन्तेर 8वटा माछा दिएको छ साना साना सो तपाईँहरूले यस्तै भ्लग मनपर्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गरिदिनु होला सो आजलाई यति नै बाई बाई